छौँ आज सफल सफल पार्टी खान पार्टी 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 त्यही हो अनि अगाडि जाँदै हुनुहुन्छ के जान्थे कि यिनीहरू अनि हामी छौँ यता पछाडि कुन्टे काइला र काइली उता जाँदैछन् त्यही नै हो आज यत्रो सामान पाएको के हामी गाइस यत्रो छ नि त त्यही भएर कहाँ अहिले त्यही हो हामी चाहिँ भाट भटेनीमा आज हामी जाँदैछौँ के भन्छ अरे यसको पार्टी खान आज पार्टी भनेर थियो नि त त्यही भएर पार्टी नखाएर कहाँ जाने हुन्छ त होइन छोड्दै छोडेन नि साथीहरूले के भन्नु छ अघि खाजल पुगेन कहाँ सफलको त खाजा नखाए पनि हामी खाए पनि हामी आउनेवाला नै थियौँ हामी त्यही भएर त आधा आधा फालेर खाएको नि त्यस्तो नभन हामी चाहिँ जाँदैछौँ आज के खाइन्छ भन्ने कुरा थाहा छैन होइन सफल के खाइन्छ आज जम्मा त्यो त बाहिरै खायो भइहाल्थ्यो नि त्यो त्यस्तो नभन्नु न कहाँ जाने हो त्यही नै हो म चाहिँ यहाँ छु कस्तो नराम्रो आयो कि अगाडिबाट त्यसले हेर्नु म जहिले पनि त्यस्तै गर्छ त्यसलाई चाहिँ पक्न मैले हामी चाहिँ छ मैले कहाँ छ सफल हामी भाटपटेनीमा अनि यता हुनुहुन्छ हाम्रो के हामी चाहिँ यति धेरै त नभनौँ असल त आउन बाँकी छ अब मेरो नयाँ च्यानल हो कि सब्सक्राइब गर्नु भन्नु न सब्सक्राइब गर्नु भन्नु त सब्सक्राइब नगर्नु होला कतिबेला सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर पनि गरिदिनु होला अनि तपाईँहरूको कमेन्ट चाहिँ जे आउँछ राम्रो लाग्यो राम्रो भनिदिनु होला राम्रो लागेन भने यसमा यो सुधार्नुहोस् भनेर कमेन्ट अनसब्सक्राइब गरिदिनु होला नराम्रो लाग्यो मेरो भ्लग बिगार्ने चाहिँ उनीहरू है अनि फेरि त्यसपछि बिगार्ने हामी चाहिँ पिज्जा अर्डर गरेको अनि पिज्जा आएपछि फेरि एकचोटि भ्लग गर्छु म ब्ल्याक साल्टमा बममा स्प्राइट हालेर ब्ल्याक साल्ट ग्लासमा हाल्यो पहिला त्यसबाट स्प्राइट बनाएको तपाईँलाई स्वागत छ धन्यवाद के भन्न चाहनुहुन्छ तिमी खानै नखा जस्तो गर्नुभएको छ त हामी जस्तो मान्छेले केही भन्न सक्दैन भन्ने पनि छैन यहाँ हुनुहुन्छ आज पुरस्कृत हुनुभएको हाम्रो व्यक्तित्व सफल सोदारी भन्नुहोस् मेरो ब्लगमा तपाईँलाई स्वागत छ जे भन्नु भन न लाग्ने